म त पर्याय प्रधानमन्त्री बन्ने हो नि। फागुन 21 को चुनावपछि नेकपा एमाले भारी बहुमतले सरकार बनाउँदैछ। त्यसपछि भक्तपुर क्षेत्रमा 2 का जनताले तपाईँलाई गृहमन्त्रीको रूपमा अफर गरेका छन्। के छ, यो सम्भव छ? अब यस्तो हुन्छ, एकचोटि मन्त्री भइसकेको मान्छेको लागि मन्त्री ठुलो कुरो भएन होइन। म त पूर्व मन्त्रीको हैसियत लागेको छु नि त। एउटा बुढापाका हाम्रो गाउँमा के थियो भने 70 वर्ष हुनुहुन्थ्यो, हट्टाकट्टा जो छ नि युवा डिस्कस गर्ने, अनि युवाले न्यु खोज्छस्, म त 70 वर्ष बाँचिसकेँ, त 70 वर्ष बाँच्ने ठाउँ छ भन्थ्यो। त्यही भएर म एकचोटि मन्त्री भइसकेको छु। त्यही भएर मलाई हाई प्रोफाइलको मन्त्रालय पाउने कुरा सामान्य नै होला मेरो लागि। र जो साथीहरू एकपटक पनि सांसद या मन्त्री हुनु भएको छैन, बालनजीकै लागि सांसद हुने कुरा नि ठुलो रिक्स हो नि त, मन्त्री हुने कुरा ठुलो रिक्स हो नि त। रवि त एकचोटि गृहमन्त्री भइसके, उनलाई त्यो रिक्स रहेन नि त। भनेपछि बालन र रविकै पनि त्यहाँ द्वन्द्व के छ अहिले भन्दाखेरि चाहिँ नि ल्याइहाल्यो। अब पब्लिक शक्तिहरूको बिचमा त्यो समस्या हुन्छ नि, नल्याउनु ल्याइहाल्यो। देशभरिको एउटा लहर चाहिँ त्यो तनाव एउटा बढिरहेको छ नि त। उनका वकिलले पनि अहिले बिहान एउटा कता इन्टरभ्यू त्यहाँ सुनि हुँदाखेरि म मन्त्री भइसकेको मान्छेको लागि तपाईँले गृहमन्त्री बन्ने हो भनेर एकदम अचम्मसँग सोध्नै परेन। म त पर्याय प्रधानमन्त्री बन्ने हो नि। म त गगनजी जस्तो रवि जस्तो घोषणा पो नगर्ने हो त, म काम गरेर जाने हो नि। पार्टीको सचिव हुन्छु भने पनि तपाईँलाई 3 दिन रातमा भनेको थिइनँ त, भयो त होइन। त्यसो भने म चाहिँ नि परिआउँदै मुलुक हाँग्छने क्षमता बोकेर आएको मान्छे हो।